हर हर महादेव, जय शम्भू। म भानु घिमिरे, हजुरहरूलाई स्वागत छ युट्युब च्यानल भानु गुरुजीमा। आज हामी मोरङ जिल्ला अन्तर्गत सिजुवा क्षेत्रमा रहेको यस पवित्र दिव्य श्री विश्वनाथ बाबा धाममा हामी आएका छौँ र आज हामी हजुरहरूलाई काशी विश्वनाथकै झझल्को दिलाउने भगवान विश्वनाथ भगवानको दर्शन गराउन गइरहेका छौँ र यस धामको बारेमा केही डकुमेन्ट्रीहरू तयार गरिरहेका छौँ र हजुरहरू यो भिडियो अन्तिमसम्म हेर्नु होला। काशी विश्वनाथकै झझल्को ठ्याक्कै काशी विश्वनाथै झझल्काउने यस दिव्य मन्दिरको संरचना र काशी विश्वनाथबाटै ल्याउनु भएका विश्वनाथ भगवान विराजमान हुन्छ र साथैमा एउटी 5 खुट्टाले युक्त भएकी गौमाता पनि यहाँनेरि हुनुहुन्छ र उहाँको पनि हामी दर्शन गराउनेछौँ। आउनुहोस् अब हामीसँगै भगवान काशी विश्वनाथ मन्दिरको भगवानको दर्शन गरौँ। हजुरहरू देख्न सक्नुहुन्छ सबैभन्दा मुख्य द्वार अगाडि भगवान विश्वनाथको सिधा अगाडि सर्वप्रथम हनुमानजी विराजमान हुन्छ र हनुमानजीको दर्शन गरेर आफ्ना सम्पूर्ण मनोकामनाहरूलाई पनि हजुरहरूले पूर्ण गर्न सक्नुहुनेछ। विश्वनाथ धामको सिधा अगाडि भगवान विश्वनाथको सिधा सम्मुखमा यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले 216 108 को जोडी 216 वटा पार्थिव दिव्य शिवलिङ्गहरू रहेका छन् र यस्तो दिव्य शिवलिङ्गहरूको यत्रो एकै स्थानमा यति धेरै शिवलिङ्गहरूको दर्शन एकदमै दुर्लभ मानिन्छ। जुनसुकै मन्दिरमा जुनसुकै स्थानमा हजुरहरूले दर्शन गर्न सक्नुहुन्न, तर हजुरहरूले विश्वनाथ धाम सिजुवामा आउनुभयो भने एकै स्थानमा 216 पार्थिव शिवलिङ्गहरूको पनि दर्शन पूजन आदि गर्न सक्नुहुनेछ र आफ्ना सम्पूर्ण मनोकामनाहरू पूरा गर्न सक्नुहुनेछ। भगवान विश्वनाथको नैऋत्य दिशामा हुनुहुन्छ भगवान विश्वनाथका सुपुत्र श्री गणेशजी महाराज। यो गणेशजी महाराजको मन्दिर रहेको छ र नैऋत्य दिशामा भगवान गणेशको स्थान हुन्छ शिव पञ्चायनमा र यस नैऋत्य दिशामा एउटा छुट्टै मन्दिर बनाएर भगवान गणपतिलाई पनि विराजमान गर्नुभएको छ। साथै भित्र पनि मन्दिरको भित्रै पनि नैऋत्य दिशामा गणेशजी विराजमान हुन्छ र बाहिर पनि छुट्टै नै गणेशजी महाराजलाई एउटा छुट्टै मन्दिर पनि बनाएर यहाँ स्थापना गरिएको छ। भगवान विश्वनाथको वायव्य दिशामा भगवती महाकाली, महालक्ष्मी, महासरस्वती, त्रिगुणात्मिका भगवती देवी विराजमान हुनुहुन्छ र भगवतीको स्थान शिव पाञ्चायनमा वायव्य दिशालाई भनेर शास्त्रहरूमा वर्णन गरिएको छ र यहाँ पनि भगवती देवीलाई पनि एउटा छुट्टै मन्दिर बनाएर वायव्य दिशामा स्थापना गरिएको छ। त्यसै गरी मन्दिरको ईशान दिशामा भगवान विष्णुको विशेष पूजा अर्चना हुन्छ। ईशान दिशामा शिव पाञ्चायनमा ईशान दिशामा भगवान विष्णुको पूजा अर्चना हुने भएकाले यहाँ पनि भगवान विष्णुलाई छुट्टै मन्दिर बनाएर विराजमान गरिएको छ र भित्र पनि सबै पाञ्चायन देवताहरू भित्र पनि हुन्छ र बाहिर पनि पाञ्चायन देवताहरूलाई छुट्टै छुट्टै अलग अलग मन्दिर बनाएर स्थापना गरिएको छ। यसै गरी आग्नेय दिशामा हुनुहुन्छ भगवान जगत साक्षी सूर्य नारायण भगवान र उहाँको पनि मन्दिर यस मन्दिरको आग्नेय दिशामा स्थापना गरिएको छ। देख्न सक्नुहुन्छ यस मन्दिरको नैऋत्य दिशामा भगवती देवी सन्तोषी माताको मन्दिर रहेको छ। सन्तोषी माता नैऋत्य दिशामा विराजमान हुनुहुन्छ र सम्पूर्ण मनोकामनाहरूलाई पूर्ण गर्नेवाली हुनुहुन्छ। यसै गरी मन्दिरको वायव्य दिशामा हुनुहुन्छ कर्मका दाता भगवान शनिदेव र शनिदेवको दर्शन गरौँ, शनिदेवलाई प्रसन्न गरौँ र आफ्नो सम्पूर्ण मनोकामनाहरू पूर्ण गरौँ। किनकि शनिदेवको जसले पूजा गर्छ त्यसले यदि उसको भाग्यमा छैन भने पनि त्यो फल उसले अवश्य पाउँछ, उसले भाग्यमा नभएको फल प्राप्त गर्दछ भनेर विश्वास गरिन्छ। त्यसैले शनिदेवको दर्शन गरौँ। मन्दिरको ठिक अगाडिपट्टि भगवान विश्वनाथको प्रमुख आयुध अस्त्र मध्ये त्रिशूल 27 फुट अग्लो पञ्चधातुले निर्माण गरिएको दिव्य त्रिशूल पनि यहाँनिर विराजमान गरिएको छ र हजुरहरू देख्न सक्नुहुन्छ यो 27 फुट अग्लो दिव्य पञ्चधातुले युक्त भएको दिव्य आयुध त्रिशूललाई नाथका नाथ भगवान पशुपतिनाथ काशी विश्वनाथ भगवानको स्वरूप श्री विश्वनाथ धाम मन्दिरमा हजुरहरूले दर्शन गर्न सक्नुहुन्छ। 5 वटा खुट्टा भएकी श्री गौमाताको हेर्न सक्नुहुन्छ। 5 वटा यो जुरोबाट भगवती गौमाताको चाहिँ पञ्चम खुट्टा, पञ्चम पाद निस्किएको छ र यस्तो गाई, यस्तो गौमाता
दुर्लभै हुन्छ, कहीँ पनि देख्न सकिँदैन। मैले यदा कदा वृन्दावनतिर मात्रै देखेको थिएँ र आज साक्षात 5वटा खुट्टा भएकी श्री गौमाताको यस विश्वनाथ धाममा दर्शन भएको छ र हजुरहरू पनि यस्तै 5वटा खुट्टाले भएकी सम्पूर्ण मनोकामना पूर्ण गरिदिने भगवती गौमाताको दर्शन गर्नुहोस्। अनाथहरूका पनि नाथ जसलाई भनिन्छ विश्वनाथ, जो विश्वकै नाथ हुनुहुन्छ भगवान विश्वनाथको मन्दिरको सम्मुखमा विराजमान हुन्छ भगवान पशुपतिनाथ विश्वनाथका वाहन नन्दीश्वर महाराज र नन्दीश्वर महाराजको सम्मुखमा चारै दिशामा विश्वलाई नि हेर्दै बस्नुभएका छ भगवान बाबा विश्वनाथ। भगवान विश्वनाथको दर्शन गरौँ। हामी सँगसँगै हजुरहरूले दिव्य विश्वनाथ धामको दर्शन गरिसक्नु भएको छ र अब यस मन्दिरको बारेमा त म त्यति धेरै जान्दिनँ, तर यहाँ नित्य भगवान विश्वनाथको सेवा गरिरहनु भएका आदरणीय गुरुजीसँग अब हामी केही क्षण संवाद गर्नेछौँ र यस स्थानको बारेमा विशेष विशेष जानकारीहरू केही छन् भने गुरुजीकै श्रीमुखबाट हामी श्रवण गर्नेछौँ। आउनुहोस् अब हामी गुरुजीसँग केही क्षण संवाद गरौँ। गुरुजी राधे राधे। राधे राधे। हजुरको शुभ नाम? मेरो रमेश पौडेल। हजुर, हजुर चाहिँ यहाँ प्रमुख अर्चक हुनुहुन्छ। ए कति समयदेखि यहाँनिर अर्चना गरिराख्नु भएको छ गुरुदेव? करिबन म अहिले 1.5 वर्ष भयो। 1.5 वर्ष भयो। हामी आज यो विश्वनाथ मन्दिर यसो हेर्दै थियौँ है। हजुर हजुर। गुगल म्यापमा हेर्दै थियौँ, हेर्दाखेरि हाम्रो क्षेत्रमा पनि हाम्रो घरै नजिकै पनि विश्वनाथ रहेछ, हामीलाई थाहा रहेन रहेछ। सायद यसको खासै प्रचार नभएर हो वा अलिक मान्छेले चासो नदिएर हो। अब विश्वनाथ भन्ने बित्तिकै चाहिँ काशी विश्वनाथ भन्ने सम्झिन्छन्, तर यहाँ पनि विश्वनाथ मन्दिर रहेछ। यस मन्दिरको चाहिँ केही विशेषताहरू त्यस्तो केही छ भने यसो बताइदिनुहोस् न। यहाँको एउटा कस्तो छ भने जस्तो यहाँ चाहिँ हजुर यहाँ यो विश्वनाथ मन्दिर चाहिँ यो काशी विश्वनाथ छ, वहीँबाट चाहिँ डिजाइन ल्याएर यहाँ स्थापना गरेको। हजुर। र यसको प्राचीन विशेषता चाहिँ हजुर को चाहिँ मलाई पूर्ण रूपमा ज्ञान छैन हैन। प्राचीन विशेषताको चाहिँ पूर्ण रूपमा मलाई पनि ज्ञान छैन, तर यहाँको जुन जस्तो कि कोही पनि भक्त आउनुहुन्छ जस्तो बाबा विश्वनाथलाई सम्झेर उहाँको विधि विधानसँग पूजा अर्चना गर्नुहुन्छ र उहाँले चाहिँ त्यो विधि विधानसँग पूजा गरे पश्चात चाहिँ उहाँले सोचेका कामहरू चाहिँ बनेका छन्, बन्दैछन् भन्ने उहाँहरूको एउटा विश्वास छ। यहाँको विशेषता त्यो छ। र यहाँको विशेष गरी चाहिँ यो विश्वनाथ मन्दिरको के छ भनेदेखि जस्तो यहाँ चाहिँ पर्व विशेष हुन्छन्, जस्तो श्रावण मास, शिवरात्रि हैन। त्यस पछाडि हाम्रो चाहिँ यहाँनिर यो विश्वनाथ मन्दिरको ठिक पूर्व दक्षिणतिर चाहिँ हाम्रो यहाँ 84 धाम छ। 84 धाम हजुर। यहाँ चाहिँ विशेष गरेर हामीले यो 84 धाम चाहिँ यो मुष्टिदान अन्तर्गत हामीले बनाएको हैन। मुष्टिदान अन्तर्गत दाताहरूद्वारा दिएर बनाएको र यो चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि हाम्रो यो विश्वनाथ मन्दिर चाहिँ तपाईको अहिले हजुरले भन्नुभयो कि थोरै पछाडि परेको हो कि के भएर चिनिएन कि भन्ने छ। यो चाहिँ कस्तो छ भनेदेखि तपाईको अलिकति भित्री साइडमा भएर पनि होला हैन, र अलिकति चासोको विषय नभएर पनि होला हैन। अलिकति यो जस्तो मोरङ जिल्लाको तपाईको सिजुवा अहिलेको चाहिँ रत्वामाई नगरपालिका 7 मा पर्छ। यो विशेष गरेर सिजुवा बजारमै पर्छ। र यहाँ चाहिँ प्राय कस्तो चाहिँ छ भन्नुहुन्छ भने यहाँबाट चाहिँ आउने जाने मान्छेको पनि अलिकति निकासको थोरै दुर्लभ छ। जस्तो यहाँबाट कतै जाउँ भन्दा त्यसको निकासको दुर्लभ भएको कारणले पनि हो। त्यो कारणले गर्दा पनि भक्तहरूलाई अलिकति असस्ता भएको हो कि जस्तो हामीलाई लाग्छ। अब यो चाहिँ अहिले जस्तो हजुर आउनुभयो, हजुर लगायत अरूले हजुरको मार्फतबाट थाहा पाउनुहुन्छ। त्यस्तै त्यस्तै हुँदै हुँदै अब चाहिँ अगाडि बढ्छ कि हुन चाहिँ बढ्न चाहिँ यो अगाडि बढेकै हो, तर पनि अब अलिक टाढा टाढा हुने जति पनि हुनुहुन्छ, आउन चाहने हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुनेर पनि कति चाहिँ आउन नसकेको अवस्था पनि हो। अलिकति आवत जावतमा
समस्या पनि आउन जाने उसमा मार्गमा अलिकति समस्या भएको कारण पनि निकासी नभएको कारणले चाहनेहरू पनि आउन सम्भव भएन र कतिपयलाई त अब प्रचार प्रसार आदि पनि नभएर अलिक भित्र भएर प्रचार पनि कम्ती नै भएको हामी आयौँ हेर्यौँ है हजुर अब बाहिरपट्टि पनि धेरै शिव पार्थिव शिवलिङ्गहरू स्थापना भएका छन् त्यहाँ चाहिँ कति पार्थिव शिवलिङ्ग त्यहाँ 216 छन् 216 हजुर अनि त्यस्तै प्रकारले यहाँ अन्य मन्दिरहरू पनि बन्दै रहेछन् अगाडिपट्टि पनि एउटा मन्दिर बन्दैछ पछाडि पनि मन्दिर बन्दैछ यो चाहिँ अब कतिपय मन्दिरहरू त निर्माण भइसकेका छन् बन्दै गरेका मन्दिरहरू चाहिँ के को मन्दिर बनिरहेछ जस्तो अहिले यहाँ हाम्रो सिधा अगाडि बनेको मन्दिर जुन छ यो चाहिँ वैभव लक्ष्मीको भनेर एकजना दाताद्वारा बनाउँदै हुनुहुन्छ हजुर र हाम्रो यता मन्दिरको पश्चिम दक्षिणतिर बनेको चाहिँ विश्वकर्मा बाबाको मन्दिर बन्दैछ र विश्वकर्मा बाबाको मन्दिर चाहिँ लगभग अहिले दुर्लभै पनि छ त्यो चाहिँ सबै मिलेर सबै जति पनि दाता हुनुहुन्छ मिलेर बनाउँदै हुनुहुन्छ र अझै पनि कोही इच्छुकले त्यहाँ दान गर्छु भन्न पनि सकियो त्यसको लागि चाहिँ त्यहाँ बन्दैछ हजुर त्यसको लागि चाहिँ कोसँग सम्पर्क गर्नुपर्छ जस्तो यहाँ मन्दिर परिवार छ मन्दिर समिति छ हैन मन्दिर समितिसँग सम्पर्क गरेर उहाँहरूसँग कुरा गर्न पनि सकिन्छ हामी यस्तो गर्छौं यस्तो चाहन्छौं यस्तो गर्न चाहन्छु भन्ने व्यक्तिले आएर गर्न सक्छ जस्तो अहिले यो श्रावण मास चलिरहेको छ यो श्रावणको हाम्रो श्रावण मास भरि नै प्रत्येक सोमबार हाम्रो यहाँ जलाभिषेक हुन्छ र यहाँ मन्दिरको ठिक पश्चिमपट्टि कजला नदी बगेकी छिन् हामी त्यो कजला नदीबाट जल ल्याएर हामी रुद्राभिषेक गर्न सक्छौं हजुर भक्तहरूले चाहनुभयो भने व्यक्तिगत पनि रुद्राभिषेक कार्यक्रमहरू म गराउन चाहन्छु मेरो मनोकामना पूर्ण गराउनको लागि म केही अभिषेकहरू गराउन चाहन्छु भन्दा त्यो पनि पाइयो त्यसमा अरु पनि छ जस्तो अरु समयमा पनि जस्तो कसैले विवाह कर्म व्रतबन्ध कर्म हैन लगायत कर्मकाण्डका कुनै पनि कर्महरू आएर यहाँ गर्न सक्नुहुन्छ त्यसको लागि हामीसँग सामुदायिक हल पनि छ हामी उपलब्ध गराउँछौं त्यसको लागि कर्म गर्ने स्थल पनि छ हैन त्यो भएर प्राङ्गण पनि बनाएको छ हजुरले देख्न सक्नुहुन्छ त्यहाँ त्यो भएको कारणले यहाँ चाहिँ सबै खालका कर्म गर्न पाइन्छ यो चाहिँ त्यस्तो धाम हो त्यसैले यसलाई विश्वनाथ धाम भनिन्छ र यहाँ चाहिँ अर्को एउटा के छ भने अर्को पनि एउटा विशेषता छ है हजुर यो कस्तो छ भन्नुहुन्छ भने जस्तो वार्षिक वर्षको एकचोटि शिवरात्रिको समयमा हामीले शिवरात्रिको दिनमा सक्ने गरी सधैँ शिवरात्रिको समयमा पुराण लाग्छ वार्षिक रूपमा यहाँ 18 पुराण लागिसके गरी 18 पुराण फेरि भागवत सुरु भइरहेको छ 18 पुराण सकियो फेरि भागवत भइरहेको छ धेरै अब 18 पुराण जुन स्थानमा लाग्छ त्यसलाई त धामै भनिन्छ भगवान पवित्र धाम भनिन्छ भनेपछि हामीले काशी विश्वनाथको दर्शन गर्नको लागि काशी गइराख्नु परेन सिजु आउँदा भयो यही आएर भगवानको दर्शन गर्न हामी देखि पनि रहेका छौं मन्दिरहरुको डिजाइनहरु शैलीहरु चाहिँ ठ्याक्कै काशी विश्वनाथ धाम र यहाँको एउटै शैली रहेको छ यहाँ चाहिँ तपाईको अब जस्तो बिहानको समयमा पूजा अर्चन हैन त्यसपछि आरती अनि बेलुकाको समयमा आरती पूजा जस्तो कोही पनि आउन सक्नुहुन्छ जस्तो कुनै पनि दिन जस्तो कि यहाँ कुनै पनि दिन आएर कुनै पनि कार्य हजुरहरूले गर्न सक्नुहुन्छ यहाँ जस्तो कस्तो छ भने यहाँ त हामीले यहाँ विशेष गरेर शिव पाञ्चायन मन्दिर भनिन्छ र शिव पाञ्चायन मन्दिरमा पनि अरु पनि सबै मन्दिरहरू बनेका छन् जस्तो म काहीँ एउटा मन्दिरमा जान्छु अनि त्यसपछि त्यहाँ जस्तो शिवालयमा गयो भने शिवजीको दर्शन गरियो हैन तर यहाँ आएपछि चाहिँ सबै भगवानको दर्शन गर्न पाइयो पूजा गर्न पाइयो कुन भगवानको मन्दिर यहाँ चाहिँ तपाईको विशेष गरेर त अब विश्वनाथ भइहाल्नु भयो अन्नपूर्ण माता हुनुहुन्छ हजुर त्यसपछि तपाईको सूर्यनारायण भगवानको भयो हैन त्यसपछि भगवान विष्णुको भयो शनिदेवको भयो अनि त्यसपछि भगवान गणेशको भयो देवीको भयो अनि त्यसपछि सन्तोषी माताको मैले अघि पनि भनिहाले वैभव लक्ष्मीको पनि बन्दैछ विश्वकर्मा बाबाको पनि बन्दैछ भनेपछि यहाँ लगभग हनुमानजीको पनि दर्शन गर्न पाइयो हजुर यहाँ चाहिँ लगभग सम्पूर्ण देवी देवताहरूको दर्शन गर्न पाइन्छ हजुर
यहाँ आउनको लागि चाहिँ अब कुन दिशाबाट आउँदाखेरि कताको मार्ग हुँदै आउनु पर्यो? यहाँबाट जस्तो हजुरहरूले आउँदाखेरि अब बिरतगढबाट राजमार्ग हुँदै पूर्व पश्चिम राजमार्ग हुँदै आउँदाखेरि हामी ठिक्क उर्लाबारीबाट हजुर हामी दक्षिणतिर लाग्छौँ हजुर र करिबन 25 किलोमिटर उर्लाबारीबाट हजुर तल झरिसकेपछि चाहिँ 20 किलोमिटर हजुर तल झर्दा कादुपाडा भन्ने हजुर चोक आउँछ। हजुर कादुपाडाबाट पूर्व लागिसकेपछि लगभग 3-4 किलोमिटर हजुर भित्र छिरिसकेपछि कजला नदीको हजुर तटमै हजुर बसेका विश्वनाथ छन्। कजला नदीको हजुर, तटमा काशीमा भगवती गङ्गाको तटमा हुनुहुन्छ, सिजुवामा कजला कजला नदीको देवीको तटमा हुनुहुन्छ। पश्चिममा कजला, हजुर पूर्वमा रतुवा नदी। अच्छा पूर्वमा रतुवा रतुवा नदी। अनि र हामी जस्तो हजुर यो यो झापा बजार हुँदै आयौँ भने चाहिँ हजुर झापा बजार हुँदै आयौँ भने चाहिँ ठ्याक्क झापा बजारबाट पश्चिम लाग्छौँ हामी। पश्चिम लागिसकेपछि अलिकति अगाडि आएर हजुर रतुवा खोला हजुर तरिसके पछाडि फेरि हामी हजुर उत्तरतर्फ लाग्छौँ। हजुर थोरै भित्र पसिसकेपछि सिजुवा बजार आयो। हजुर सिजुवा बजारदेखि सिधै पश्चिम हजुर विश्वनाथ धाम। विश्वनाथ बस्नु भएको छ। हजुर, अनि हामी यहाँ देखिरहेका छौँ गुरुजी, हजुर। यो चौरीमा एउटा अलिक अचम्मको गाई देख्दैछौँ, हजुर। यसको बारेमा केही बताइदिनुहोस् न। यो चाहिँ एकजना भक्तको घरमा हजुर। जन्म लिएकी गौ माता हुन् हजुर र उहाँलाई चाहिँ उहाँको घरमा जन्म लिँदा हजुर यी गौ माताका चाहिँ 5वटा खुट्टा थिए। 5वटा खुट्टा। धेरैजनाले माग्नु भयो, किन्न खोज्नु भयो, हजुर तर पनि उहाँले चाहिँ यसलाई म बेच्दिनँ, हजुर काहीँ कुनै धाममा या त कसै त्यस्तै व्यक्तिलाई दिन्छु, दान गर्छु भनेर चाहिँ हजुर भन्दाखेरि उहाँले होइन, यो अरूको पनि कुरा सुन्दा विश्वनाथ धाममा चाहिँ दिउँ हजुर भनेर उहाँले ल्याएर यहाँ विश्वनाथ बाबालाई अर्पिनु भएको। बडो अचम्मको गाई, दिव्य छ। दिव्य 5 खुट्टाले युक्त भएको एकदम गाई दिव्य। सामान्यतया हुँदैनन्। हुँदैनन्। अब सामान्यतः 4 खुट्टा मात्रै हो। होइन, अहिलेको स्थितिमा चाहिँ धेरै ठाउँमा देखेको मैले। हजुर कस्तो छ भने तपाईँको जस्तो कसैले डुलाउन बाबाहरूले भयो, म पनि डुलाउन ल्याउनुहुन्छ। वृन्दावन बस्दाखेरि कहिलेकाहीँ त्यस्तो देख्दै गर्थेँ। हजुर अनि यहाँ पनि अघि आउने बित्तिकै अगाडि चौरीमा चरिराख्नु भएको रहेछ। हजुर अनि यसो हेर्दैखेरि पहिलो नजरै उहाँको पञ्चम खुट्टामा 5औं खुट्टामा जुन यहाँ माथिबाट उम्रिएको छ हजुर हजुर। त्यसमा पर्यो। बडो अचम्मको गाई लाग्यो। अनि होइन, त्यही त यो चाहिँ कस्तो छ भन्नुहुन्छ भने जस्तो अब डुलाउन ल्याउनेले चाहिँ कतिपयको भनाइ छ जोडेर ल्याएको, हजुर हजुर तर यो चाहिँ जोडेको होइन। जोडेको होइन, यो चाहिँ उनको जन्म नै त्यस्तो भएको कारणले गर्दा उनी यहीँ छिन्, यहीँ हामीले उनलाई पालन पोषण गरेका छौँ होइन। अहिलेको अवस्थामा चाहिँ अब अलिकति उनको उमेर पनि अलि माथि भइसकेको छ होइन, र पनि छिन्। राम्रो छ होइन, त्यस दिव्य छ भनौँ न, सबै कुराले परिपूर्ण भएको धाम विश्वनाथ धाम। भगवान विश्वनाथलाई नै पशुपतिनाथ पनि भनिन्छ। भगवान शिवजीलाई पशुका नाथ, पशुका पनि नाथ भएको कारणले त्यस्तो दिव्य नाम रहेको छ। धेरै धेरै धन्यवाद गुरुजी, धेरै कुराहरू जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै आभारी।